मान्छे आउनुभएको छ। यसको यो उहाँलाई यहाँ ल्याउनका निम्ति हाम्रा अभिभावकजीहरूले हिजोदेखि नै निकै कोसिस गर्नुभएको थियो र योभन्दा 1 महिना अगाडि पनि यो विषयमा कुरा गर्नुभएको थियो। अब उहाँ आज तपाईहरुले युट्युबदेखि लिएर धेरै कुराहरूमा उहाँको विषयमा त्यहाँ सबै कुराहरू त्यहाँ रहेको छ। आज उहाँले नै यो विषयमा कुरा राख्नु छ। त्यसैले आज यो कार्यक्रममा हाम्रा गुरुदेव नितिन साहबलाई स्वागत गर्न चाहन्छु र सबैले चाहिँ ताली लगाएर उहाँलाई स्वागत गर्न हैन। अब त्यसैगरी यो विषयमा हाम्रा अभिभावकजीहरू यहाँ हुनुहुन्छ। उहाँहरूले यहाँसम्म उहाँलाई ल्याउनु जुन कोसिस गर्नुभयो, त्यसैले विद्यालयको तर्फबाट उहाँलाई हार्दिक स्वागत सहित यहाँहरू जुन हाम्रा अभिभावकजीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूले कमसेकम विद्यालयको एकजना नयाँ मान्छेलाई हामीसँग परिचित गराउने एउटा चाहिँ अवसर जुटाइदिनु भएको छ। त्यसैले मैले तपाईँहरूलाई हृदयदेखि नै हाम्रा अभिभावकजीहरूलाई धन्यवाद दिन चाहन्छु। यस्तो खालको एउटा चाहिँ सम्पर्क सम्बन्ध पछिका दिनहरूमा पनि यहाँहरूले यो अवसर दिइराख्नु होला हैन। र यस विषयमा हामी यहाँ शिक्षक स्टाफहरू एकछिन बसेर हाम्रो आज भोलि नयाँ वर्ष छ हैन, यो सन्दर्भमा आज नयाँ मान्छेको आगमन भोलिको निम्ति हाम्रो सुखद रहनेछ हैन, राम्रो हुनेछ। त्यसैले हामी सबै शिक्षक शिक्षिकाको तर्फबाट विद्यालयको तर्फबाट फेरि पुनः गुरुदेवलाई हार्दिक स्वागत गर्न चाहन्छु र यस विषयमा थोरै केही कुरा राख्नका निम्ति हाम्रो हजुर बोलिदिन्छ। उहाँलाई हाम्रो चाहिँ स्थानीय बुद्धिजीवी हुनुहुन्छ, उहाँलाई चाहिँ यस विषयमा केही कुरा राखिदिनका लागि मैले दाइला अनुरोध गर्न चाहन्छु। यहाँ यो विद्यालयमा सामेल हुने सबै अभिभावक र सबै बुद्धिजन सबै भाइ बहिनीहरू बुवाआमाहरूलाई म श्रीधर यामबहादुर गुरुङ पोखरापट्टिमा आएको हो र हजुरहरूलाई यहाँ स्वागत छ। विषय धर्मगुरु विश्वगुरु नितिन दासजीले चाहिँ त्यो मानव धर्म र मानव जाति के हो र मानव जातिले कसरी चाहिँ मुक्ति पाउँछ र मानव जातिले कसरी चाहिँ मानव धर्मलाई चाहिँ संस्थागत गरेर चाहिँ आफ्नो चाहिँ जीवनलाई चाहिँ यो चाहिँ जीवलाई चाहिँ कसरी चाहिँ प्रगतिसम्म लगिन्छ र चाहिँ यो चाहिँ जीवन अन्त्य हुनेको बादमा चाहिँ हामी चाहिँ कहाँ गएर कहाँ बास हुन्छौँ भन्ने कुरा चाहिँ जानकारी चाहिँ उहाँ चाहिँ म चाहिँ एउटा विश्वगुरुको रूपमा चाहिँ उहाँलाई दिन्छु र मैले पनि उहाँलाई भोइसद्वारा चाहिँ बात भइसकेको छ मेरो र उहाँसँग चाहिँ त्यो युट्युब पनि उहाँको चाहिँ प्रवचनमा मैले काफी अध्ययन गरिसकेको छु र उहाँको प्रवचनद्वारा उहाँको इन्टरनेटद्वारा जुन मैले चाहिँ नामदान मैले लिइसकेको परिणामदान र चाहिँ उहाँ विश्वगुरु हुनुहुन्छ र हामीले मनुष्य टोला आएको बादमा यो टोलालाई कसरी चाहिँ हामीले चाहिँ समापन गर्ने र कसरी यो टोलालाई बिताउने हो भन्ने कुरा पुरो उहाँले चाहिँ अत्यन्तै गहिरो तरिकाले चाहिँ जानकारी दिनुहुन्छ र सबै अध्यापकज्यूहरूले चाहिँ गहिरो चाहिँ मन गरेर चाहिँ ध्यानले चाहिँ ग्रहण गर्नु होला र यसैलाई जो छ फेरि अगाडि चाहिँ भाइहरूले चाहिँ प्रचार गर्नु होला र चाहिँ यसमा चाहिँ म त यसै यहाँ चाहिँ त्यति साह्रो चाहिँ म चाहिँ यसो चाहिँ बोलेर हिँड्ने खालको त होइन। फेरि पनि एउटा चाहिँ इन्डियन आर्मीको नाताले म 28 सालको चाहिँ इन्डियन आर्मीमा मैले बिताएँ र चाहिँ जीव हत्या पनि सायद मैले चाहिँ अपरेसनको दौरमा गरेँ होला। म चाहिँ कलानौर भन्ने जग्गामा यो पन्जाब जो छ डेराबाबा कलानौर भन्ने जग्गामा चाहिँ 71 सालको पाकिस्तान र इन्डियन के हिन्दुस्तानको चाहिँ हाम्रो चाहिँ इन्डियनको चाहिँ लडाइँ हुँदाखेरि त्यो लडाइँमा म परेको हो 71 सालको लडाइँमा। त्यसमा चाहिँ सायद मेरो इन्डियन आर्मीको तर्फबाट के हात्ती भएको होला, मबाट नभए पनि त्यसमा चाहिँ गुरुपट्टि म भन्न चाहन्छु। र यस विषयमा चाहिँ गुरुले चाहिँ हामी चाहिँ एकपट्टि पानीमा चाहिँ डुब्नै पर्छ। पानीमा डुब्नुभन्दा पहिला पानीमा पौडी खेल्न सिक्न पर्यो, मर्नुभन्दा पहिला मर्न सिक्नु पर्यो। त्यो कारणले जो छ यसलाई अध्ययन गर्नको लागि यो गुरु भन्ने शब्द जो छ
के रहेछ र कस्तो रहेछ भन्ने कुरा उहाँले चाहिँ दुधको दुध पानीको पानी बताइदिनुहुन्छ। यसलाई चाहिँ हजुरले चाहिँ गहिरो तरिकाले सोचेर हामी सबैले गरौँ र चाहिँ अब चाहिँ यो मनुष्य चोरालाई चाहिँ कसरी चाहिँ हामीले चाहिँ उद्धार गर्ने हो र के चाहिँ विषयलाई चाहिँ लिएर हामीले चाहिँ यो चोरालाई चाहिँ उद्धार गर्ने हो र यो चाहिँ मनुष्य चोरालाई हामीले चाहिँ त्यसै चाहिँ बेकार फाल्ने होइन। तर मैले पनि सोचेको थिएँ कि यो जिन्दगी यस्तै रहेछ भनेर। तर चाहिँ आखिरमा चाहिँ म अब कुन बाटो लाग्ने हो भन्दाखेरि चाहिँ उहाँको च्यानल हेर्दाखेरि म चाहिँ धेरै नै प्रभावित भएँ र यसमा चाहिँ उहाँको नक्कल पनि धेरै अरू पनि त गरेका छन्, त्यो पनि मैले देखेँ। अरू च्यानलहरू छ, पोखरामा चाहिँ 2-3 च्यानल छ, एउटा रामपालजी महाराजको छ, एउटा सतपालजी महाराजको छ, अरू चाहिँ सत्सङ्गहरू पनि चलेका छन्। त्यो कुरा मैले हेरेँ। तर गुरु भन्ने को हो, कस्तो गुरुलाई चुन्नुपर्छ त्यो चाहिँ प्रत्यक्ष रूपमा चाहिँ च्यानल कह त कबीर सुनो भाइ साधो भन्ने चाहिँ 1 नम्बरबाट सुरु गर्नुहोस्। आफ्नो जब आफैले फेला पार्नुहुन्छ। मैले अहिले यहाँ लेखेर ल्याएको छु 150 नम्बरसम्म मेरो चाहिँ क्वेसन आएको थियो। तर त्यो सत्सङ्ग हेरी मेरो त्यो क्वेसन जो छ, त्यो प्रश्न जो छ, मेरो त्यही च्यानलबाट प्रश्न मैले पाएँ। कुछ प्रश्न छ त्यो पनि मैले पाउँछु भन्ने मलाई चाहिँ आशा छ। र यसमा चाहिँ बोल्दाखेरि 2-4 कुरा अप एन्ड डाउन तलमाथि गल्तीहरू भयो होला। म 3 पढाइ लेखा त होइन र यसमा चाहिँ म माफी चाहन्छु र यति भन्दै म यो 2 शब्दलाई म यहीँ टुङ्गान्छु। सबैलाई नमस्कार। ल ठिक छ अब गुरु